हेलो नमस्ते सबैजनालाई म आइपुगेँ फेरि तपाईँहरूको माझमा है। अब हामी चाहिँ आज यसो बाजु बिदा छ अनि त्यो भएको भएर हामी ट्याक्क यहीँ सबले हेलो भनिदिनु नि त अनि हेलो। अगाडि नि हुनुहुन्छ है फेरि अगाडि फडेन्द्र सर पनि हुनुहुन्छ अगाडि ट्याक्क अगाडि भन्दै होइन। ट्याक्क अब हामी अहिले चाहिँ कफल्यान्डतिर निस्किनु लाग्यो सामानहरू लिनलाई ग्रोसरीहरू। ट्याक्क ब्याग भिर्रे हो अनि यस्तरी जुत्ता ट्याक ट्याक ढल्कायो बाटोमा सर्र हिँड्यो होइन। ए अनि हाम्रो राजु मामा प्रब्लम No problem, my friend. Problem. हाम्रो भन्दा है We can. ऊ अगाडि चाहिँ कफल्यान्ड छ है तपाईँलाई जुम्दरी अगाडि कफल्यान्ड छ है। ट्याक्क गइन्छ अब ट्याक्क अब एक हप्ताको 1 विकको सब ग्रोसरीहरू लिएर आएर स्टकमा हालिन्छ होइन। युरोप आएर नि के नेपाली बोल्दा इङ्ग्लिस बोल्न यार। आज चाहिँ इङ्ग्लिस बोल्दै यहाँ अब इङ्ग्लिस कहाँ बोल्नु त स्लोभाकिया बोल्नुपर्छ यहाँ बिस्तारै अब नभए दोब्रा र कुर्बा भन्दैछ। हाम्रो राजदाई चाहिँ पोल्यान्ड जाँदाखेरि त्यो दोब्रा र कुर्बा मात्रै सिकेको हो केटा हो होइन। ट्याक्क आजको चाहिँ एक हप्ताको ग्रोसरीहरूमा चाहिँ लिस्ट बनाएको छु मैले। आजबाट चाहिँ हाम्रो नयाँ खानपिन सुरुवात हुँदैछ। ट्याक्क ब्राउन राइस होइन भ्यू हेर्नु टक्कै दामी छ खोलाहरू होइन। आज ट्याक्क ब्राउन राइस चिकन नखाने आज चिकनको साटो हाँस लिएर आउने होइन। सेकेन्ड भयो लसुन प्याज टमाटर अनि अरू के छ पोर्कको रिब्स पायो भने आजको करङ खाएको थिएँ करङ बनाएको अस्ति लिएर आएको पोर्कको दाम भएको थियो है करङको पोर्क चाहिँ। दाल फ्राई आजको भात चाहिँ वाइल्ड खायो तर मिठो भएको होइन। भात बेलुकासम्म पुग्ने बनाएको दुईजनाले एकैछिनमा भ्याइदियो आधी किलो मासु खाएर भ्याइयो दुईजनाले यार। हट यस्तो खाइदो रहेछ भनेर मैले आज थाहा भएको यो कुरा चाहिँ होइन। ठिक छ तपाईँहरू के छ भनिदिनुहोस्। अब ट्याक्क मार्केट छिरिन्छ कमल अस्ति काटेको फेरि काट्ने बेला लागिसक्यो होइन। कमल चाहिँ फेरि जस्तो ठाडो भएको हेर्नु न। हाम्रो भन्दा चाहिँ फेरि अगाडि ट्याक्क फोनमा कुरा गर्दै होइन सामान अब सामान भन्यो नि दाइको अब को मान्छे आउँदै हुनुहुन्छ घरबाट अनि ट्याक्क त्यो भएर उसले दाइले चाहिँ सजेसन दिइरहनु भएको छ कि यस्तो यस्तो लिएर आऊ उस्तो नलिएर आऊ होइन। एउटा के भन्छ गाइड भएपछि दाइलाई नि दाइको आफन्तीलाई पनि सजिलो हुन्छ नि त। त्यो भएको भएर केटाहरू फेरि यहाँ रेलान्दै आज आशिष मात्रै छुट्यो क्या है पैसा आशिष चाहिँ हाम्रो फेरि आशिष सर चाहिँ यहाँको कहाँ आशिष चाहिँ जोस् के भन्छ अरे ओभर टाइम भइरहेको छ है आशिषको चाहिँ पार्ट टाइम जब भने जस्तो ट्याक्क घर भात खाने पैसा ट्याक्क आज मात्रै उसले केही नभने 20-25 युरो त कमायो होला यार कपाल काटेर मात्रै। विदेश आउँदाखेरि चाहिँ सैलुन सिकेर आउनु पर्यो। भेप हिजो अस्ति हिजो साथीले फ्लेभर चेन्ज गरेको अरे कोकीको औषधि जस्तो छ फ्लेभर बन्यो यार मजा आएन यो कुरा चाहिँ होइन। हामी पो फटा भएर त पैसा दिन बुढालाई पकाएर यसो लाउँदा नि दुई चार यस्तै छ यो जिन्दगी। भेप हो है फेरि चुरोट होइन भेप हो। भेपले केही असर पर्दैन त्यही भएर चुरोट मैले खाँदिनँ नि सरहरू चुरोट खाँदिनँ मैले होइन। कहिलेकाहीँ भेप मात्रै खाइन्छ त्यही पनि कहिलेकाहीँ हो। अस्तिको खाँदाखेरि अस्ति मैले भिडियो बनाउँदाखेरि खाएको हो त्यसमा चाहिँ अहिले हो यस्तो तानेको मिठो लागेन फ्लेभर मिठै रहेनछ मिठो लागेन होइन। कफल्यान्ड यही हो ए अब ट्याक्कै यहाँबाट रोड पारी जानु पऱ्यो यसरी रोड पारी गर ऊ त्यो टावर जस्तो देख्नुभएको छ नि टावर यो रातो जस्तो टिन जस्तो देख्नुभएको नि त्यहाँबाट त्यो रातो टिन जस्तोबाट भन्दै रातो टिनबाट ट्याक्क क्रस हुनुपर्छ त्यहाँ चाहिँ फेरि कस्तो अप्ठ्यारो छ क्या है अप्ठ्यारो छ गाडी पछाडि आइरहेको रहेछ थाहै भयो। साइकललाई चाहिँ प्रायोरिटी दिनुपर्छ फेरि यहाँ नत्र मान्छेहरूले रिसाइहाल्छ फेरि आएको मान्छेहरू फेरि
अनि के मगाउनु भयो त नि दाइ सामानहरू के भन्नुभयो अब भन्दाखेरि यस्तो भन्दाखेरि लास्ट लजाउनु हुन्छ कि भिडियो बनाउनु थालेपछि सबै केटाहरू प्रायः सब लगाउँछ हो विदेश आएको अरे होइन घुम्ने अन्त घुम्न आएको छ ट्याक्क घुम्ने पनि हो जे छ काम त्यही गर्ने हो त्यही देखाउने हो कि टु बी अनेस्ट विथ पिपुल होइन तर हामीलाई चाहिँ झुट बोल्न आउँदैन है सबैजना गुड हुनुहुन्छ फेरि दाइहरू नि टक्क बिहान आज के खाने त नि त आज मटन कहाँ पाउँछ हो दाइ यहाँ मटन ल्याम्प पाउँछ हेर्ला आज ल्याम्प हान्ने कुरा भयो ग्रुपमा बेलुका आज सबैजना मिलेर एकै ठाउँमा खाने हो किनकि ग्यासको नि प्रब्लम छ होइन त्यो भएको भएर हो ग्यासको प्रब्लम भएपछि के गर्नु सबैजना मेसमा बस्ने अनि पालि पिलो सबले पकाउनु हुन्छ के चाहिन्छ हेल्प गऱ्यो ट्याक्क अनि आफ्नो आफ्नो बनाएर खाएपछि ठिक्क हुन्छ नि त भात चाहिँ आफैले पकायो तरकारी चाहिँ कम्बाइनमा भएपछि सबैलाई सजिलो भयो ल ट्याक्क रोडबारी आएपछि अब यही हो रोड क्रस हुनुपर्छ रोड क्रस भएपछि कफल्यान्ड आयो है कफल्यान्ड कफल्यान्ड भनेको अल ग्रोसरीहरू पाइन्छ है ट्याक्क यस्तरी सर म तपाईँहरूलाई देखाउँछु भिडियो अब हेर्नु कफल्यान्ड कस्तो के हुन्छ होइन आज मुन पनि कस्तो दामी देखेको हेर्नु नि त है कफल्यान्ड सर र भ्युजहरू सनसेट हुँदैछ सर र केटाहरू है को आशिक हो आउँछ अरे कफल्यान्ड यो चाहिँ हाम्रो कम्पनीको गाडी हो त्यो गए केटाहरू आएको रहेछ है भन्दा नि नभनेको क्या फेरि तिनीहरू है हामी त हिँड्दै हो सधैँ हाम्रो अब यस्तो ठेटो भयो के भन्छ त्यो एउटा हिँड्दाखेरि एउटा एक्सर्साइज पनि हुन्छ नि त आज बिदा छ जति यसरी सुतेर पनि भएन होइन त्यही भएर हो पढ्नु त सर के भन्न चाहनुहुन्छ तपाईँ क्या आज ट्याक्क ल्याम्पको मासु खाने कुरा भयो अरे होइन हेर डग रे एउटा फेरि होइन कुकुरको मासु खाने रे मान्छे नि कुकुर जस्तै छ कुकुरको मासु खाने रे हिजो ट्याक्क भिडियो बनाएको त्यो बाबु गाडा खेलेको होइन बनाउनै पाइएन कि ए ट्रली बोक्नुपर्छ होला यार दाइ ट्रली भित्रै नि त होइन ल यही हामी कफल्यान्ड भित्र इन्टर भयो सट्ट यहाँ अगाडि चाहिँ यसमा चाहिँ टक्क बियरको बोतलहरू हुन्छ त्यसमा भित्र छिराएपछि पैसा आउँछ कि अनि कफल्यान्ड छिरेपछि टक्क यो चाहिँ स्क्यानरहरू भयो ए त्यो त हाम्रो लागि एउटा भयो होइन तिम्रो पर्सनल नि लिने हो र लाउनु भन्दै टक्क कसको हो सामान चाहियो टक्क उठाएँ अनि यसरी लिएँ है अनि यस्तरी मिलाएँ अनि टक्क सर अब फ्रुट्सहरूको यता छ भेजिसहरूको उतापट्टि हुन्छ दा के लिने आज फरेन्द्रले अदुवा लिनु भनेको होइन यहीँ छ त अदुवा कसरी रहेछ 0.70 डिस्काउन्ट गरेको छु किलोको कि 1 केजीको 6.90 8.95 थियो 1 केजी कति थियो -17% रहेछ म नि एउटा हाल्नु पर्छ क्या अनिल यो हाल न एउटा गर्नुपर्ने होला यो होइन अदुवा हाल न यार हाल न यार थोरै यो मान्छे हेर्नु न खाना पनि कस्तो कन्जुस गर्छ अन्ली मासु रे मासु लभर ल अब आइहाल्यो होइन अहिले त म एकछिनमा फेरि भिडियो बनाउँछु है त अहिलेलाई हस्त नमस्ते एन्ड बाई बाई